गाइस फाइनली जन्ती पनि आइसक्नु भएको छ। केही क्षणको प्रतीक्षा गर्नुहोला। हाम्रो यहाँ सबैजना आउनुहुनेछ है। र हेर्दै गर्नुहोस् यो नेपाली परम्पराको एकदम पञ्चे बाजा लगाएर हैन नर्सिङा बजाएर चाहिँ बिहा गर्ने चलन छ। अनि यो एकदमै अति राम्रो एउटा पौराणिक ढङ्गमा गरिने गरिन्छ। नेपाली समुदायमा एउटा बिहा एकदमै अति खास मानिन्छ यो बिहालाई। र हाम्रो यहाँनिर आइसक्नु भएको छ जन्तीहरू सबैजना है। केही छन् तल अगुवाहरू घरमा गएर केही कुरा मिलाउने काम हुन्छ अनि मात्रै जन्तीहरूलाई फेरि बोलाइने गरिन्छ। अनि त्यही अहिले हुँदैछ यहाँनिर। अनि यहाँनिर है र एकदम राम्रो छ। बिस्तारै बिस्तारै हेर्दै गर्नुहोस्। म फुल भिडियो तपाईँलाई देखाउनेछु है। एकदम राम्रो हुन्छ है। हेर्दै गर्नु होला। अब त हामीले बोलाउनु पर्यो नि त। हामीले आयौँ भनेर सम्झौँ अब तल भर्खर बोलाउँछन् अनि बोलाउँछन् ल यहाँ कुराकानी हुँदैछ है। के कुराकानी हुँदैछ। अब तल कुरो मिलिसकेपछि यहाँबाट पनि चटसँग जन्तीहरू जानुहुन्छ है। एकछिन हेर्दै गर्नु होला। बाँकी सबै कुरा यहाँ हुन्छ। हाम्रो सबैजना अलमोस्ट छ। यताबाट पनि आउनुहुँदैछ गाडी उतातिर राखेर है। र हेर्दै गर्नुहोस् सबैजनाले यो एउटा छोटो बिहाको भिडियो फुल अपलोड हुनेछ है। के हुन्छ होइन कन्यादानहरू सबै कुरा अब नेपाली परम्पराले गरिने बिहा हो। र त्यसको लागि सबैजनाले यो भिडियो फुल हेर्नु होला। बादमा म अपलोड गर्नेछु फेसबुकमा अनि युट्युबमा पनि अपलोड गर्नेछु। नर्थ इस्ट ब्लगर युट्युब च्यानल छ त्यसमा है। र म अलमोस्ट मल्टिपल ल्याङ्ग्वेजमा भिडियोजहरू बनाउने गर्छु। सो ल्याङ्ग्वेजको उपर ध्यान नदिनु होला। तपाईँले आफ्नो भिडियो अनि ग्राफिकको उपर भिडियो दिन सक्नुहुनेछ है। ल यहाँ हाम्रो बेहुलीको भाइ आजको बेहुलीको भाइ अनि उहाँ कान्छो भाइ एकदम खै यता हाम्रो सङ्गीता बहिनी होला होइन। बेहुलीको बेस्ट फ्रेन्ड अनि उता बेहुलीको बहिनी बेहुलीको कान्छा काका बेहुलीको कान्छा काकी यता बेहुलीको माइलाबाट यता हुनुहुन्छ बेहुलीको बाबै टोकल बर्मेक सबै कभर हुनेछ यहाँनिर। एकदम जेठा दाजु उहाँलाई सबैजनाले चिन्नुहुन्छ है। अनि हजुरहरूले यो भिडियो कहाँबाट हेर्नुहुन्छ होइन चिन्ने छ त टक कमेन्ट गरिदिने। दुई ठाउँ अपलोड हुन्छ दुईवटा प्लेटफर्ममा। एउटा फेसबुकमा अनि अर्को युट्युबमा। तपाईँहरूले बादमा हेर्न सक्नुहुन्छ। आज अलिकति कभर गर्ने कोसिस गर्छु। सो जति हुन्छ त्यो कुराहरू तपाईँहरूलाई दिने गर्छु है। र केही क्षणको प्रतीक्षा साँच्चै गर्नुहोला। बेहुला राजा पनि केही क्षणमा आइपुगिहाल्नुहुनेछ। उहाँका सहयोगीहरू सबैजना त आइपुग्नु भएको जस्तो लाग्दैछ मलाई। डियो कलर्स एक्जाम रेडी। एकदम ठाउँ पनि मजाको ठाउँ छ यहाँनिर है। र यसलाई चाहिँ हामी रिकेप छालमथाङ पनि भनिन्छ। एकदमै राम्रो ठाउँ छ। आजको मौसम पनि एकदमै सुन्दर राम्रो मौसम भइरहेको छ। बजाउनेले बजाउन थालिहालेका छन् होइन चटसँगले। बेहुला राजा पनि आइसकेका छन्। तपाईँले हेर्न सक्नुहुँदैछ यहाँनिर ठिकै छ। पत्र लेखेकै रहेछ नि त।
Itu